नमस्कार, मेरो नाम आशिका घिमिरे हो। अनि म चाहिँ आज दिदीको बिहेमा गएर आएँ। अनि त्यहाँ के भयो कस्तो भयो त्यो चाहिँ म हजुरहरूलाई देखाउन चाहन्छु। अनि त्यहाँ हामीले के खायौँ त, ओ माई गड, के खायौँ, कस्तो भ्यू थियो त्यति देखाउन खोजेको हो। यो भिडियो चाहिँ जस्ट नर्मल्ली इन्टरटेनमेन्टको लागि एज अ हाम्रो चाहिँ डे इन माई लाइफ, डे इन माई के भन्छ यस्तो समथिङ लाइक द्याट। आज मेरो दिन कसरी बित्यो त भन्ने कुराहरूमै फोकस छ। अनि हामी चाहिँ 3 बजेतिर गएको थियौँ दिदीको रिसेप्सनमा। सो त्यहाँ के भयो त, के खायौँ त, हामीले कतिको रमाइलो गऱ्यौँ। तर यार गाइज नाच्न चाहिँ नाचेनौँ। ओ माई गड, दिस इज दि आउट अफ सिलेबस भने जस्तो भयो क्या। नाच्दै नाचेको क्या आज हामी, केही छैन। सो देखाउँछौँ हामी, अलिअलि फन कुराहरू पनि भएको छ, त्यो पनि देखाउँछौँ है त। सो हेर्दै गर्नु होला, राम्रो लाग्छ भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। धेरै कुराहरू सुधार्न पर्ने छ, जस्ट क्यामेरामा बोल्न सक्ने, इन्टरेक्ट गर्न सक्ने चाहिँ कम चाहिँ बढाउनको लागि हो मैले। अनि आज चाहिँ म यस्तो राम्री भएर गएको थिएँ, तर म फोटोजेनिक पर्सन चाहिँ होइन, त्यही भएर फोटोहरू चाहिँ त्यस्तो राम्रो आएको छैन। अलिअलि भिडियोहरूमा चाहिँ म राम्री नै देखिरहेको छु जस्तो फिल भएको छ। त्यही हो, तपाईँहरू हेर्दै गर्नु होला। पार्टी साटी छोडेर यिनीहरूले के खान्छन् गाइस, पानीपुरी खान्छन्। लुक, यता चाहिँ हामी पानीपुरी टोली। तिमीले सकिहाल्छौ नि पिरो बनाएन भने त। यस्तो पाइन्न नि, पिरो बनाउन है। होइन चिस्केको मात्र। म भिडियो खतरा बनाउने मान्छे हो। हेलो क्युटी पाई, नबोल्ने। मी टू, मी फर्स्ट। खत्तम भइहाल्यो नि यहाँ, यताबाट सुरु गर्न। स्पिडलाई चाहिँ मान्नै पर्छ। खोइ म पानीपुरीबाट बाहिर निस्किने नामै लिँदैन मैले। It's amazing guys. अब चाहिँ खोकिन लाग्ने बेला भइसक्यो। 10वटा खाइयो होला। अमिलो छ नि, मिठै छैन। खाएको छ, मिठो छ त। यार हामी निस्किने नामै लिइरहेको छैन। धन्यवाद धेरै धेरै, फुर्सद छैन। यता भिडियो बनाउनु पर्छ। ल अब चाहिँ म फोटो खिच्छु एउटा टक्क लाएर है त। यस्तो यो भ्यूमा चाहिँ फोटो खिचिदिन्छु म। चेयर्स। म अल्टर पर्सन हो। सो फाइनली सकिन लागिसक्यो।
टु बी अनेस्ट यस्तो नराम्रो नचाहिने काम चाहिँ कसैले गर्दैन खानेकुरा धेरै मन छ क्या एक बाइट मात्रै लिया उसले खाने यार तँ खाने अब आइसक्रिम खान्छ बाई बाई गाइज हामीले बाबा धरी मोमो खान लाग्नु भयो यहाँ कस्तो छ बाबा एकदम मिठो छ ओ माई गॉड धन्यवाद तिनवटा ओ माई गॉड भयो सानी चटनी हाल त बाबु कति अलिकति हाल नि भयो भयो बाबा भयो बाबु सो बाबा अब खाने हिँड्नु त हामी तपाईँलाई 4 पिस मैले आमा यो त के भन्छ बाबु भन्छ दिस इज फर यु जुन खाने माया पर्छ आज यो कोट निकाल्दिन गएको भयो भयो पर्दैन भने किन दुःख नगर्नु के पो भनौँ के निकाल्नु हेल्प गर्न जानु भएको यो आइसक्रिम दिँदा अलिक धेरै दिनुहुन्छ भनेर पर्दैन मै गर्छु भनिदिनु समाजलाई यार मोमो छ यहाँ खान मागी खत्तम खत्तम गाइस खत्तम एउटा सकिसक्यो अर्को आइसक्यो यिनीहरू यसले यो बुत्ताको मैले एक अलिकति पनि खाएन तर क्यामेरा झिकेर खान कम्फर्टेबल चाहिँ हुने रहेछ म चाहिँ यसको बेइज्जत गर्नमा तल्लिन्छु अब चाहिँ यसको यो खाएको कसरी खान्छ हेर्नु यहाँ निक्ल्यो गरेर हिँडिसके स्न्याक लिनलाई ओ माई गड बाबा के गर्दै हुनुहुन्छ तपाईँ पानी खाँदै हुनुहुँदो रहेछ नि त कुन वाला पानी हो बाबा यो अब स्न्याक खाने हामी चाहिँ बाबाहरू नि थाल्नुभयो लाइनमै हुनुहुन्छ भिनाजु पनि लाइनमै हुनुहुन्छ हाम्रो कान्छी सालीलाई आमै नि त कान्छी साली हो माई गड पायो हजुरले धन्यवाद दिदी धन्यवाद हामी चाहिँ फोटो भिडियो खिच्न जाँदैछौँ एक घन्टा भइसक्यो हामी यसरी भिडियो बनाएको अझै राम्ररी बने होइन यहाँ कुरा काट्नेले 9वटा कुरा काटिसके होइन यिनीहरूका छोरी कसकी छोरी रहेछन् भनेर कुरा काटिसके यिनीहरूलाई मतलबै छैन बालै छैन म पनि हो त्यसमा चाहिँ यस्तो छ वेदर एकदमै राम्रो छ एकदमै इन्भाइरोमेन्ट पनि एकदम राम्रो छ यता पनि हेर न For me, you change your mind. For me, you change your mind. You for me, you
गाईले झोलामा हाले तर झोला थापिराखे होइन अगाडि यति तिमीले उहाँ हो बाबा मलाई होइन के च्यालेन्ज च्यालेन्ज हुन्छ त ट्रुथ अर डेयर भन्ने हुन्छ अनि जे यस्तोमा चाहिँ रमाइलो त्यही हुन्छ क्या जिस्काउने यता नाम सोध्ने यस्तो यस्तो हुन्छ क्या अनि त्यता खेलाएर चाहिँ अनि नाम के हो भनेर सोध्नु आएको क्या उसको च्यालेन्जमा चाहिँ नाम के हो सोधेर आऊ भन्ने गरेको कि गाइस रमाइलो छ एकदमै क्या बाबाको अगाडि नै कसैले नाम सोधेर जान्छ के हो भाइ त दिदीहरूलाई नाम सोद्धा पनि त केही भनिदिनुहोस् बाबा देख्नुभयो यहाँ देखिया हजुर राम्रो देखेँ अब त घरै जानु पर्यो नि बाई बाई आमा राम्रै आएर होला नि तिमीलाई सजिलो भयो अब 3 जना बस्दा त हिँडेर जानुपर्छ अब त्यही त सोधेँ मैले यो नसोध्दा हिँडेर जानुपर्छ नि होइन होइन अब त भइहाल्यो हामी चाहिँ अब सबै त्यो सक्यो होइन त उहाँ घर पुग्दाखेरि भोक लाग्यो लाग्नु परिहाल्यो नि अब त भोक ल अब हिँडे भयो है हामी भयो ल ओके बाई 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 भनेर नि यो नराख्नेको त्यति भन्दै अहिलेलाई चाहिँ stay tuned guys okay